नमस्ते। मेरो फर्स्ट भिडियोमा हजुरहरूको रेस्पोन्स र मायाको लागि एकदम धेरै धन्यवाद। र आजको भिडियो चाहिँ त्यसमा धेरैजनाले सोध्नु भएको मेन क्वेसनलाई आन्सर गर्न बनाएको छु। सो क्वेसन चाहिँ सीए फाइनल लेभलको अडिट पेपरमा कसरी स्कोर गर्ने, मेरो स्ट्र्याटेजी के थियो र मैले 57 मार्क्स चाहिँ कसरी ल्याएँ भन्ने धेरै कन्सर्न थियो। सो आज त्यसैलाई एड्रेस गर्न गइरहेको छु। सो फर्स्टमा मैले स्टडी मटेरियलको बारेमा कुरा गर्न चाहेँ। स्टडी मटेरियल चाहिँ मेरो पहिलो क्वेसन प्र्याक्टिसको लागि चाहिँ एसीसीएको प्रोफेसनल लेभलको AAA अडिट एडभान्स अडिट एन्ड एसुरेन्सको क्वेसन्सहरू मैले एकदम प्र्याक्टिस गरेको थिएँ। त्यसपछि मैले आइक्यापको एउटा क्वेसन कम्पाइलेसन छ पास्ट इयरको क्वेसन्सहरूको। सो त्यो मैले हाम्रो सीए एस्पिरेन्ट्स ग्रुपहरू, सीए वारियर्स ग्रुपहरू सबैमा सेयर गरेको जस्तो लाग्छ। सो त्यो सेयर गर्ने मान्छे मै थिएँ। अनि त्यहाँबाट लकिली एउटा क्वेसन पनि आएको थियो लास्ट अटेम्पमा, जुन चाहिँ मलाई पर्सनल्ली त्यो पेपरभरिकै वान अफ द टफेस्ट क्वेसन पनि लागेको थियो। सो त्यो क्वेसन, त्यो कम्पाइलेसन पनि प्र्याक्टिस गर्दा एकदम बेस्ट हुन्छ। अनि आइक्यानको जुन सजेस्टेड क्वेसन्स, सजेस्टेड आन्सर्सहरू अनि आरटिपी, पिइपिटी सबै प्र्याक्टिस गर्नु होला। त्यहाँबाट पनि राम्रो क्वेसनको लागि प्र्याक्टिस गर्नको लागि मटेरियलहरू मान्न सकिन्छ त्यसलाई। र सेकेन्डमा क्वेसन एनालाइसिस र इक्जाम स्ट्र्याटेजीको बारेमा भन्नुपर्दा चाहिँ हामीलाई सबै क्वेसनहरू केस बेस्ड क्वेसनहरू सोधिरहेको हुन्छ, सिनेरियो बेस्डहरू क्वेसन सोधिरहेको हुन्छ। त्यसको लागि चाहिँ स्ट्यान्डर्ड्सको की कन्सेप्टलाई चाहिँ आँखा बन्द गरेरै रिकल गर्ने र की कन्सेप्टहरूलाई चाहिँ लेखेर प्र्याक्टिस गर्नु होला। त्यसपछि यसको लागि मैले इक्जाम्पल दिनु पर्दाखेरि चाहिँ जस्तै एउटा क्वेसन थियो सब्सिक्वेन्ट इभेन्टको। सो त्यसमा टाइप 1 इभेन्ट भनेको के हो, टाइप 2 इभेन्ट भनेको के हो, टाइप 3 इभेन्ट भनेको के हो, त्यस्तो बेसिक कन्सेप्टहरूमा चाहिँ हजुरको क्ल्यारिटी एकदम राम्रो चाहिन्छ। त्यो सब्सिक्वेन्ट इभेन्टको स्ट्यान्डर्ड्सको फुल कन्सेप्ट नचाहिए पनि त्यो मेजर कन्सेप्ट चाहिँ अभियसली चाहिन्छ। सो यो कुरा चाहिँ सबै अडिटिङ स्ट्यान्डर्ड्समा लागु हुन्छ। त्यसपछि अब सेकेन्डमा मल्टी स्ट्यान्डर्डहरूलाई चाहिँ लिङ्क गर्ने कोसिस गर्नु होला। जस्तै एउटा कुनै फ्रड केस आयो, म्यानेजमेन्टले फ्रड गरिराखेको छ भने त्यसमा अभियसली NSA 240 राख्नुहुन्छ र त्यो सँगसँगै NSA 200 को प्रोफेसनल स्केप्टिसिजमको कन्सेप्टहरूलाई पनि राख्नुभयो भने त्यसको एन्सर अझै क्रेडिबल देखिन्छ। र यदि यसमै सिनेरियो बन्दाखेरि म्यानेजमेन्टले चाहिँ कुनै यस्तो डाउटफुल इभिडेन्सहरू चाहिँ दिइराखेको छ भने त्यसमा चाहिँ NSA 500 को कुराहरूलाई, कन्सेप्टहरूलाई पनि लिङ्क गर्नुभयो भने यसरी एउटै क्वेसनमा 3टा स्ट्यान्डर्डहरूलाई लिङ्क गर्ने प्र्याक्टिस गर्नु होला। अनि अर्को कुरा भनेको जस्तै अब रिक्सको क्वेसनहरू हामीलाई धेरै नै आइराखेको हुन्छ, रिक्स कस्तो छ भनेर सोधिराखेको हुन्छ। सो रिक्स जेनरली भनेको हामीले लेख्दाखेरि चाहिँ फाइनेन्सियल स्टेटमेन्टको लाइन आइटमसँग रिलेटेड स्पेसिफिक रिक्सहरू लेख्छौँ। जस्तै इन्भेन्ट्री चाहिँ ओभर भ्यालुएसन भयो कि अन्डर भ्यालुएसन भयो, अथवा डेटर रिसिभेबल्सहरूको इम्पेयरमेन्ट भएको छ कि छैन भन्ने कुरा, फाइनेन्सियल इन्स्ट्रुमेन्टहरूको इम्पेयरमेन्ट भएको छ कि छैन भन्ने कुराहरू लेख्नुपर्ने हुन्छ। इन्टरनल कन्ट्रोल चाहिँ विक छ भनेर एकदम भेग एन्सर लेख्नुभयो भने त्यसमा पनि धेरै मार्क्स आउँदैन र मार्क्स काटिन्छ त्यस्तो केसहरूमा, स्पेसिफिक एन्सर नभएको कारणले गर्दा। अरू कोर एरियाजमा प्र्याक्टिस गर्दाखेरि चाहिँ NFRS, कोड अफ इथिक्स, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एक्टको सेक्सन 34 यसलाई रिपिटेडली प्र्याक्टिस गर्नु होला। किनभने यो इजी एरिया जस्तो देखिन्छ तर क्वेसनमा लिङ्क राम्रोसँग भइराखेको हुँदैन। र आइक्यानको क्वेसनमा चाहिँ मल्टिडाइमेन्सनल रिक्वायरमेन्ट्सहरू हुन्छन्। जस्तै एउटै क्वेसनमा धेरैवटा रिक्वायरमेन्टहरू कभर गरेर लेख्नुपर्ने हुन्छ र हामीले लेख्दाखेरि चाहिँ हामीलाई जुन इजी लागेको पार्ट हुन्छ त्यसमा राम्रोसँग एन्सर लेख्ने र अलिकति कम थाहा भएको कुराहरूलाई चाहिँ इग्नोर गर्ने र नलेखिकन आउने गर्दाखेरि चाहिँ क्वेसन कम्प्लिटली कभर हुन जाँदैन। सो त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुरा एक्जिक्युसन र प्रिपरेसन टिप्सको लागि भन्नुपर्दा चाहिँ टाइम म्यानेजमेन्टको लागि सर्ट नोट्सहरू चाहिँ विदिन 2 आवर्स भित्रमा लेखिसक्नु होला। सो द्याट म्याक्सिमम मार्क्सहरू कभर हुन जान्छ। अनि त्यसपछि यो स्किप गर्नै नहुने टपिक्सहरू भनेको क्याट, EDP अडिट, त्यसपछि
2400 को सिरिजहरू भयो, 3400 सिरिज, 4400 को सिरिजहरू छ। यसबाट एउटा एउटा क्वेसनहरू ऱ्यान्डमली परिराखेको हुन्छ। सो त्यो एउटा क्वेसनको लागि भए पनि त्यो स्ट्यान्डर्ड्सहरूको मेजर कन्सेप्टहरू चाहिँ कभर गरेर जानु होला। त्यसपछि राइटिङ प्र्याक्टिसलाई केही कुराले पनि जित्दैन। सो राइटिङ प्र्याक्टिस चाहिँ जस्तै मेजर स्ट्यान्डर्डहरूको राइटिङ प्र्याक्टिस चाहिन्छ नै, जस्तै एनएसए 240 को चाहिन्छ, 500 सिरिजको जस्तै गोइङ कन्सर्नको राइटिङ प्र्याक्टिस एकदम चाहिन्छ। रेस्पोन्सिबिलिटी के हो भनेर लेख्न सक्नुपर्ने हुन्छ। 700 मा रिपोर्टिङको कुराहरू लेख्दाखेरि हजुरले ओपिनियन, बेसिस अफ ओपिनियनको त्यो फर्मेट छ, त्यो बेसिसमै लेखेर केएमसम्म जानुपर्ने हुन्छ। सो सबै कुराहरू लेख्न चाहिँ प्र्याक्टिस गर्नु होला। र स्मार्ट रिभिजनको लागि चाहिँ युट्युबमा सर्ट कन्सेप्चुअल भिडियोजहरू पनि पाउन सक्नुहुन्छ। र त्यसलाई चाहिँ जुन रेलिभेन्ट भिडियोजहरू हुन्छ त्यो मात्र हेर्नु होला, सबै कभर गरेर पनि फाइदा हुँदैन। सो योभन्दा बढी अरू केही बुझ्न मन लागेमा चाहिँ हजुरहरूले मलाई डाइरेक्टली मेसेज गर्न सक्नुहुन्छ टिकटक, इन्स्टाग्राम अथवा फेसबुकमा। सो थ्याङ्क यू, गुड लक विथ योर प्रिपरेसन।